कुवेतको आकाशमा आगोको मुस्लो घुम्दै तल्लो झर्दै गरेको लडाकु विमान र सामाजिक सञ्जालमा भाइरल भिडियो। के साँच्चै अमेरिकी F-15 स्ट्राइक इगल खसेको? अमेरिका, इरान र इजरायल विद्रोहको तेस्रो दिन झन भीषण बन्दैछ। इस्लामिक रिपब्लिक न्युज एजेन्सीले सोमबार बिहान कुवेतमा अमेरिकी F-15 खसालिएको दाबी गर्यो। CNN ले जियो लोकेसन विश्लेषण गर्दै अली एल सलिम एयरबेसको 10 किलोमिटर क्षेत्रभित्र जनाएको छ। भिडियोमा 2 इन्जिन भएको लडाकु विमानले आगोले ढाकिएको अवस्था देखिन्छ। अर्को फुटेजमा एक पाइलट जमिन नजिकै देखेका छन्, तर अमेरिकाबाट आधिकारिक पुष्टि आएको छैन। इस्लामिक लिबरेटरी गार्ड कोर्प्सले मध्यपूर्वमा 27 अमेरिकी अड्डा आक्रमण गरेको जनाएको छ। इरानको दाबी अनुसार युएईमा 137 मिसाइल र 209 ड्रोन प्रहार गरिएको छ। दुबईस्थित बुर्ज एआई अरब र प्लाम जेनिसमा आसपास धुवाँ देखेको दाबी गरेको छ। आबुधाबी विमानस्थलमा 1 जनाको मृत्यु र 7 जना घाइते भएको बताइएको छ। इजरायल र अमेरिकीको संयुक्त हमलाले इरानको सर्वोच्च नेता अली खामेनी मारिएको दाबीपछि इरानले व्यापक जवाबी हमला गरिएको छ। लेबनानस्थित हिजबुल्लाहले इजरायलमा क्षेपणास्त्र प्रहार गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्, यदि इरानले परीक्षाक्रम जारी राख्यो भने शक्तिशाली प्रहार हुनेछ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनले अमेरिकी आक्रमण निन्दा गरेको छ। भिडियो प्रमाण पूर्ण स्वतन्त्र रूपमा पुष्टि भएको छैन। अमेरिकाको मौनता रणनीति हुन सक्छ। यदि F-15 पुष्टि भयो भने यो अमेरिका इरानको प्रत्यक्ष युद्धको सङ्केत हुन सक्छ। क्षेत्रीय युद्ध, विश्वव्यापी ऊर्जा बजार र सुरक्षा सन्तुलनमा ठूलो असर पर्न सक्छ। आगो लागेको एउटा विमान मात्र होइन, यो विश्व राजनीतिकमा सन्तुलन हल्लाउन सङ्केत हुन सक्छ। अब प्रश्न छ कि यो सीमित प्रतिशोध मात्र रोकिन्छ वा मध्यपूर्वको अर्को विश्वयुद्ध मैदान बन्छ।